विदेशमा पढ्ने सपना सायद धेरैले देखेका हुन्छन्, तर यो सपना पूरा गर्ने यात्रामा कहिलेकाहीँ सोच्दै नसोचेको जोखिम पनि आइपर्छ। आज हामी तिनै शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरूको भित्री कथा खोतल्दैछौँ र त्यहाँ लुकेका केही खतरनाक ठगीका धन्दाहरूको पर्दाफास गर्नेछौँ। हरेक वर्ष हजारौं नेपाली विद्यार्थी र उनीहरूका परिवार एउटा यस्तो यात्रामा निस्कन्छन् जुन सपनाले भरिएको हुन्छ, विदेशमा पढ्ने सपना। तर यो यात्रा सोचे जस्तो सजिलो छैन। यो त एउटा विशाल र जटिल भुलभुलैया जस्तै हो, शैक्षिक परामर्शको संसार। आउनुहोस्, आज हामी यही अर्बौंको उद्योगभित्र पसेर हेरौं यसको भित्री खेल के हो र यसले विद्यार्थीको भविष्यमा कस्तो असर पार्छ। सुरु गरौं एउटा अङ्कबाट जसले तपाईलाई चकित पार्न सक्छ। 10 अर्ब डलर होइन, यो कुनै सरकारी रिपोर्टको आँकडा होइन, यो त त्यो वास्तविक रकम हो जुन नेपाली परिवारले हरेक वर्ष आफ्ना छोराछोरीलाई विदेश पढाउन खर्च गर्छन्। सोच्नुहोस् त, विदेश जाने सपना कति महँगो छ। हो, हजारौं नेपाली विद्यार्थी र उनीहरूका परिवारका लागि विदेशमा पढ्नु भनेको एउटा राम्रो भविष्यको ढोका खोल्नु जस्तै हो। यो केवल एउटा डिग्रीको कुरा मात्रै कहाँ हो र? यो त एउटा ठूलो सपना हो, एउटा सिङ्गो परिवारको लगानी हो। अनि यो सपनाको पछाडि कति ठूलो आर्थिक लगानी हुन्छ त्यो पनि हेरौं। एउटा अनुमान अनुसार नेपाली विद्यार्थीहरूले विदेशमा पढ्नका लागि हरेक वर्ष लगभग 10 अरब डलर खर्च गर्छन्। एकछिन सोचौं त, यो कति ठूलो रकम हो। यसले के देखाउँछ भने परिवारहरू आफ्नो सन्तानको भविष्य बनाउन कतिसम्म ठूलो आर्थिक त्याग गर्न तयार हुन्छन्। अब कुरा गरौं कन्सल्टेन्सीको धरापको, जहाँ आशा त उच्च हुन्छ तर जोखिमहरू लुकेका हुन्छन्। जब यति ठूलो सपना र पैसा दाउमा लागेको हुन्छ नि, यो यात्रा कहिलेकाहीँ एकदमै खतरनाक पनि हुन सक्छ। आउनुहोस् हेरौं यो क्षेत्र कसरी एउटा धरापमा परिणत हुन सक्छ। आखिर विदेश जानुपर्ने यस्तो लहर किन चलेको होला? यसलाई दुईवटा कुराले बुझ्न सकिन्छ, पुश र पुल फ्याक्टर। एकातिर नेपालमा पुरानो पाठ्यक्रम, राजनीतिक अस्थिरता अनि राम्रो जागिरको अवसरको कमी जस्ता कुराहरूले विद्यार्थीहरूलाई बाहिर जान बाध्य बनाइरहेका छन्। यो भयो पुश फ्याक्टर। अर्कोतिर विश्वभरि मान्यता पाउने डिग्री, राम्रो करियरको सम्भावना र स्थायी बसोबासको अवसर जस्ता कुराहरूले उनीहरूलाई विदेशतिर तानिरहेका छन्। यो भयो पुल फ्याक्टर। हो, यही सपना साकार पार्ने प्रक्रियामा कन्सल्टेन्सीहरूले एक किसिमको गेट किपर अर्थात् द्वारपालको भूमिका खेल्छन्। उनीहरूले नै बाटो देखाउने हो। तर समस्या तब सुरु हुन्छ जब बाटो देखाउने यी द्वारपालहरू नै शिकारी बन्छन् र विद्यार्थीहरूको सपना र पैसामाथि नै आँखा लगाउन थाल्छन्। अब एउटा घोटालाको चिरफार गरौँ है त। हामी एउटा वास्तविक उजुरी पत्रको आधारमा कुरा गर्नेछौँ। हो, यो एउटा वास्तविक केस स्टडी हो। यसले हामीलाई यस्ता ठगीमा कस्ता कस्ता तरिकाहरू प्रयोग हुन्छन् भनेर छर्लङ्ग पार्नेछ। सबैभन्दा पहिलो तरिका हो गैर कानुनी सञ्चालन। मतलब यस्ता ठगी गर्ने फर्महरूले सुरुदेखि नै कानुनलाई अटेर गरेर काम गर्छन्। उनीहरू शिक्षा मन्त्रालयबाट लिनुपर्ने अनिवार्य स्वीकृति नै लिँदैनन्। त्यति मात्र होइन, गैर कानुनी रूपमा सिधै जागिर र वर्किङ भिसा दिलाइदिन्छु भन्दै प्रलोभन देखाउँछन्। काउन्सिलरहरू पनि अयोग्य र अप्रमाणित राखेका हुन्छन् अनि दर्ता र स्वीकृतिका लागि सरकारी कर्मचारीलाई घुस समेत खुवाउन पछि पर्दैनन्। अब आउँछ दोस्रो तरिका, कागजात र सञ्चारमा जालसाजी। यहाँ त झन् डरलाग्दो खेल हुन्छ। यस्ता कन्सल्टेन्सीहरूले के गर्छन् भने विद्यार्थीको वित्तीय अवस्था बलियो देखाउन ब्याङ्क स्टेटमेन्ट नै एडिट गरेर नक्कली बनाइदिन्छन् अनि विद्यार्थीलाई थाहै नदिई उनीहरूकै नाममा छुट्टै इमेल अकाउन्ट खोलेर कलेजसँग आफै कुरा गर्छन्। हद त तब हुन्छ जब कलेजको आवेदनका लागि आधिकारिक कागजातहरूमा विद्यार्थीको हस्ताक्षर समेत आफै किर्ते गरिदिन्छन्। र तेस्रो अनि सायद सबैभन्दा ठूलो हतियार हो आर्थिक शोषण। उनीहरू इमिग्रेसन वकिलको शुल्क अरे, प्रोसेसिङ शुल्क अरे, यस्तै बहाना बनाएर सोझा विद्यार्थीबाट मोटो रकम असुल्छन्। विद्यार्थीलाई धेरै कुरा थाहा हुँदैन, त्यसैको फाइदा उठाएर नचाहिने शुल्कहरू पनि थपिदिन्छन्। अनि आम्दानीको कुनै आधिकारिक प्रमाण नदेखाएर कर छली गरिरहेको त छँदैछ। ल, यति सब गरेपछि अन्त्यमा परिणाम के हुन्छ त? हामीले जुन उजुरी पत्रको कुरा गरेका थियौं त्यहीबाट लिएको एउटा लाइनले सबै कुरा प्रष्ट पार्छ। त्यसमा भनिएको छ, विद्यार्थीहरूबाट ठूलो रकम उठाए पनि यो कन्सल्टेन्सी मार्फत एकजना विद्यार्थीले पनि सफलतापूर्वक भिजा पाएका छैनन्। कस्तो अवस्था होला? पैसा पनि गयो, सपना पनि टुट्यो। यसले ठडी कति गम्भीर छ र विद्यार्थीको भविष्यमा कस्तो असर पार्छ भन्ने कुरा छर्लङ्ग देखाउँछ।
खैर, समस्याको बारेमा त धेरै कुरा भयो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् समाधानतर्फ लागौं। आफ्नो भविष्यलाई कसरी सुरक्षित राख्ने, यी खतराका सङ्केतहरूलाई कसरी चिन्ने, अब हामी यिनै विषयमा केही स्पष्ट र व्यावहारिक उपायहरू हेर्नेछौँ। त्यसो भए मूल प्रश्नमा फर्कौं। यी पासोहरूबाट आखिर बच्ने कसरी त? हो, यी धराप र पासोहरूबाट जोगिन सकिन्छ र यसको जवाफ एउटा सरल तर एकदमै महत्त्वपूर्ण जाँच सूचीमा लुकेको छ। आफ्नो लगानी र सपनालाई सुरक्षित राख्नको लागि यो 5 बुँदे सुरक्षा जाँचलाई सधैँ दिमागमा राखौँ है। नम्बर 1, स्वीकृति प्रमाणित गर्ने। कन्सल्टेन्सीको सरकारी दर्ता र लाइसेन्स छ कि छैन मागेरै हेर्नुपर्छ। नम्बर 2, कागजात आफ्नो नियन्त्रणमा राख्ने। कन्सल्टेन्सीलाई कहिले पनि आफ्नो बैंक स्टेटमेन्ट जस्ता वित्तीय विवरणहरू बनाउन वा चलाउन दिनु हुँदैन। नम्बर 3, सञ्चारको स्वामित्व लिने। जहिले पनि विश्वविद्यालयमा आवेदन दिँदा आफ्नै व्यक्तिगत इमेल ठेगाना प्रयोग गर्नुपर्छ। नम्बर 4, शुल्कमा पारदर्शिता खोज्ने। पैसा तिर्नु अघि कुन कुन शीर्षकमा कति पैसा लाग्छ त्यसको लिखित सूची माग्नुपर्छ। र अन्त्यमा नम्बर 5, विगतको रेकर्ड जाँच्ने। उनीहरू मार्फत भिसा पाएर गइसकेका पुराना विद्यार्थीहरूको सम्पर्क मागेर कुरा गर्नुपर्छ। अन्त्यमा एउटा गम्भीर प्रश्नमा आएर टुङ्ग्याऊ। भविष्य भनेको जीवनको सबैभन्दा ठूलो लगानी हो, होइन र? अब सोच्नुपर्ने कुरा यो हो, यति बहुमूल्य लगानी हामी कसको हातमा सुम्पिँदैछौँ? यो एउटा प्रश्नले मात्रै पनि हामीलाई सधैँ सचेत रहन मद्दत गर्छ। अब त्यो 10 अरब डलरको खर्च पछाडिको कारण के होला? यहाँ हेर्नुहोस्, हरेक वर्ष नेपालमा 4 लाखभन्दा बढी विद्यार्थीहरूले डिग्री त लिन्छन्, तर उनीहरूका लागि रोजगारीको बजार एकदमै साँगुरो छ। यही अनिश्चित भविष्यको डरले नै उनीहरूलाई देश छाड्न बाध्य बनाइरहेको छ। त्यसो भए यति ठूलो सङ्ख्यामा विद्यार्थीहरू आखिर किन बाहिर जान चाहन्छन् त? यसलाई बुझ्नको लागि 2वटा कुरा हेर्नुपर्छ। एउटा, के कुराले उनीहरूलाई नेपालबाट बाहिर धकेलिरहेको छ, र अर्को, के कुराले उनीहरूलाई विदेशले तानिरहेको छ। आखिर के हो त त्यो कारण जसले विद्यार्थी र उनीहरूका परिवारलाई यस्तो ठूलो र कठिन निर्णय लिन बाध्य बनाउँछ? यो प्रश्नले हामीलाई समस्याको जडसम्म पुग्न मद्दत गर्छ। यो पुश र पुलको खेल निकै शक्तिशाली छ, होइन त? एकातिर आफ्नै देशको कमजोर शिक्षा प्रणाली, राजनीतिक किचोलो र भविष्यको कुनै ठेगाना नहुनुले विद्यार्थीहरूलाई बाहिर धकेल्छ, अनि अर्कोतिर विदेशको राम्रो पढाइ, राम्रो कमाइ र राम्रो जीवनको सपनाले उनीहरूलाई चुम्बकले जस्तै तान्छ। अझ गहिराईमा हेर्ने हो भने हाम्रो शिक्षा प्रणालीमै समस्या छ। पाठ्यक्रम पुरानो छ, समयमा परीक्षा हुँदैन, राम्रो पूर्वाधार छैन, अनि राजनीतिले गर्दा पढाइको गुणस्तर खस्किएको छ। जब पढेर पनि जागिर पाइँदैन, तब देशका प्रतिभाशाली युवाहरूमा निराशा बाहेक के नै बाँकी रहन्छ र? त्यसैले विदेश जानु उनीहरूका लागि रहरभन्दा बढी बाध्यता बनिदिन्छ। हो, यही सपना र बाध्यताको बजारमा एउटा अर्बौंको उद्योग चलिरहेको छ, शैक्षिक परामर्श। तर यो बाहिरबाट हेर्दा जति चम्किलो देखिन्छ, भित्र त्यति नै अँध्यारो छ। आउनुहोस्, यो कन्सल्टेन्सी रूपी मसिन कसरी चल्छ र यसको भित्री कथा के हो त्यो बुझौं। सुन्दा त शैक्षिक परामर्श भनेको विद्यार्थीलाई विदेश पढ्न जान बाटो देखाउने संस्था हो जस्तो लाग्छ। तर प्रश्न यो हो, के उनीहरू साँच्चै बाटो देखाउने गाइड हुन् वा अरू केही? बजारमा विभिन्न किसिमका कन्सल्टेन्सीहरू छन्, तर सबैभन्दा खतरनाक खेल त निशुल्क सेवाको नाममा हुन्छ। तपाईलाई भनिन्छ, हामी कुनै पैसा लिँदैनौँ। तर सोच्नुहोस् त, के यो साँच्चै सित्तैमा हो? बिल्कुल होइन। वास्तविकतामा उनीहरूले तपाईलाई जुन विश्वविद्यालयमा पठाउँछन् त्यहाँबाट मोटो कमिसन खाइरहेका हुन्छन्। अब आफैलाई एउटा प्रश्न सोध्नुहोस्, जसले तपाईलाई सल्लाह दिइरहेको छ, के ऊ तपाईको भविष्य बनाउन मद्दत गर्ने गाइड हो, वा जुन कलेजले धेरै कमिसन दिन्छ त्यही पठाएर आफ्नो खल्ती भर्ने एउटा सेल्सम्यान? यो भिन्नता बुझ्नु एकदमै जरुरी छ। यो उद्योग आफैमा पनि ठूला समस्याहरू छन्। सबैभन्दा ठूलो समस्या त के हो भने यहाँ साँच्चै योग्य र इमान्दार परामर्शदाता पाउने गाह्रो छ। कतिपय अवस्थामा त आफ्नो पढाइ बिगारेकाहरू नै अरूको भविष्य बनाउने सल्लाह दिइरहेका हुन्छन्। अनि केही ठगहरूको कारणले सिङ्गो उद्योग नै बदनाम हुन्छ, जसको मारमा सोझा विद्यार्थीहरू पर्छन्। अब यो उद्योगलाई एउटा यस्तो व्यक्तिको नजरबाट हेरौं जसले यसलाई विद्यार्थी, शिक्षक र परामर्शदाता हरेक कोणबाट भोगेका र बुझेका छन्।
हामी कुरा गर्दैछौँ ज्योतिष झाको। उहाँको यात्राले हामीलाई यो उद्योगको भित्री तह बुझ्न निकै मद्दत गर्छ। उहाँले शिक्षणदेखि लिएर करियर परामर्शसम्म यो क्षेत्रलाई नजिकबाट निहाल्नु भएको छ। उहाँको यात्रा विद्यार्थी नेताको रूपमा सुरु भयो, जहाँ उहाँले विद्यार्थीका वास्तविक समस्याहरू बुझ्नुभयो। पछि ठूला शैक्षिक संस्थाहरूमा काम गर्दा उहाँले कन्सल्टेन्सीहरूको नाफा कमाउने तरिका र विद्यार्थीलाई कसरी गुमराहमा पारिन्छ भन्ने कुरा नजिकबाट देख्नुभयो। यही अनुभवले उहाँलाई एउटा समाधान खोज्न प्रेरित गर्यो। उहाँको कामप्रतिको यही समर्पण र इमान्दारीले नै एउटा वास्तविक परामर्शदातामा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुणलाई देखाउँछ। त्यो हो विद्यार्थीको हितलाई सबैभन्दा माथि राख्नु। हो, 2017मा जब उहाँले देख्नुभयो कि विद्यार्थीहरू सही जानकारीको अभावमा कसरी ठगिरहेका छन्, उहाँले अब्रॉडपीडियाको सुरुवात गर्नुभयो। यो कमिसनमा आधारित नाफामुखी परामर्श मोडलको विरुद्धमा एउटा सानो तर शक्तिशाली विद्रोह थियो। अब्रॉडपीडिया जस्ता प्लेटफर्मले के गर्छन् त? उनीहरूले विद्यार्थीलाई निशुल्क र सही जानकारी दिएर बलियो बनाउँछन्। यसको मतलब अब विद्यार्थीहरूले आफ्नो निर्णय आफै लिन सक्छन्, ताकि उनीहरू कुनै सेल्सम्यानको बिक्रीको टार्गेट पूरा गर्ने माध्यम नबनुन्। र अन्तमा एउटा सबैभन्दा महत्त्वपूर्ण प्रश्न, तपाईको भविष्य, तपाईको र तपाईको परिवारको जीवनभरको कमाई र सबैभन्दा ठूलो लगानी हो। यति महत्त्वपूर्ण निर्णयको जिम्मा तपाईँ कसको हातमा दिँदै हुनुहुन्छ? एकपटक गहिरिएर सोच्नुहोला।